टिकल जङ्गलमा एक्सिडेन्ट पऱ्यो क्या हो गाडी एकदम हेर्नै आए यहाँ मेरो स्पिड मिटर 0 यस्तो तनाव भनेको यता फेरि टायरले प्रब्लम दिइरह यता फेरि यो स्पिड मिटरले प्रब्लम दिइरह छ्या ए हो यो क्याट कराइरह क्या अस्ति नै पनि क्रेम चेन फेरेर गयो त्यही पनि कराइरह्यो के भन्छ रे यसलाई क्रेम चेन एक्जिस्टर हो यो फेरि चाहिँ हुन्छ खै पुरानो चाहिँ यहाँ रहेछ ल यो गा हो अब पहिल्यैबाट यही हल्लाको बानी होइन यहाँ हेर्नु ए पुरै थिचेर हो त्यही पनि त्यो रोक्दैन के चिप्लेर जान्छ के बल्ल लाग्छ यसरी कुदेर हिँड्नु भयो भने चाहिँ जे पनि हुनसक्छ कि इन्जिन पनि उड्न सक्छ होइन ल अब यो सुत्दै गरेर मेरो चाहिँ 3 ताल म यो बाटो घर फर्किन लाग्यो हुन्छ होइन सो हेलो एन्ड नमस्ते एभ्रीवन वेलकम ब्याक टु अनदर भिडियो गाइज होइन सो गाइज आजको भिडियो चाहिँ मैले टक्क लगाएर मेरो आफ्नै गोप्रोबाट कि मतलब मेरो गोप्रोबाट बनाउँदैछु होइन किन भन्दाखेरि चाहिँ योभन्दा अगाडि चाहिँ मैले मोबाइलबाट बनाउँथेँ नि त अनि यस्तो क्वालिटीमा अलिकति इस्यु आएको भएर योभन्दा अगाडि भिडियो तपाईँले हेर्नुभयो होला होइन योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले आफ्नो एडिटिङ गर्ने सफ्टवेयर चाहिँ मैले चेन्ज गरेको छु नि त सो त्यसमा चाहिँ फ्रेम रेटहरू यता माथि मुनि भएको भएर चाहिँ सबै भिडियो चाहिँ आफ्नै गोप्रोबाट खिचौँ किनभने गोप्रोबाट सबै चिज भइसकेपछि त एउटै फ्रेम रेट आउँछ नि त सो त्यो भएको भएर चाहिँ इस्यु नहोला भनेर चाहिँ सबै चिज गोप्रोबाट खिच्न कोसिस गर्दैछु सो त्यही भएर यो भिडियो पनि गोप्रोबाट खिच्दैछु है कस्तो आइरह लेट मी नो कमेन्ट डाउन बिल होइन अनि सो त्यसपछि के चिज भन्दाखेरि चाहिँ यो जुन मेरो हेलमेट छ नि यो हेलमेट चाहिँ मेरो नयाँवाला हो क्या एसटिएमको साइनिङवाला थाइल्यान्डवाला मेड इन थाइल्यान्ड है ओरिजिनलवाला भनौँ न एसटिएमको थाइल्यान्डवाला ओरिजिनलवाला यो चाहिँ मेरो साइनिङवाला हेलमेट जुन मैले अस्ति भर्खरै नयाँ किनेको किन भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि मेरो म्याट कलरको हेलमेट थियो नि त जुन हेलमेट चाहिँ मेरो हरायो किन कहाँबाट कसरी भन्दाखेरि चाहिँ ड्याडीले चाहिँ लाएर जानुभएको थियो होइन अनि त्यो हेलमेट चाहिँ लाएर जाँदाखेरि चाहिँ बाइकमा नै छोडेर जानुभएको थियो बाइकमै अनि आउँदाखेरि हेर्दाखेरि त हेलमेटै छैन क्या यस्तो दिमाग खराब किनभने किनेको पनि धेरै पनि भएन 1 वर्ष जति भयो होला हराइदिएर सो तनाव भयो अनि यसो हेलमेट चोरी अब बाइक साइक चोरीको नि भिडियोहरू देखिरहेको छु यसो आफ्नो हेलमेटहरू होइन बाइकहरू अलिकति सेफ पाराले राख्नु होला अनि टक्कलाई यो हेलमेटको कुरा गर्नुपर्दाखेरि यो हेलमेट चाहिँ मैले कति मिलेको थाहा छ आजभन्दा 1 वर्ष अगाडि 2350 मिलेको हेलमेट यही हेलमेट मतलब म्याटवाला हेलमेट नै होइन 3200 अरे अहिले भाउ बढेको भनेर 3200 भनिदिएर सो तनाव भइरहेको होइन अनि त्यो भएको भएर चाहिँ यो चाहिँ चिनेकै ठाउँमा चाहिँ 2350मै लिएको है यो चाहिँ साइनवाला सो ठिकै छ अब हेलमेटै हो साइन म्याट नो प्रब्लम अब यसलाई साइड लगाइदिउँ अब मेन मुद्दा चाहिँ के भन्दाखेरि चाहिँ मैले अहिलेसम्म मेरो बाइकको जुन अब थम्बनेल टाइटल के आएको छ थाहा छैन होइन योभन्दा अगाडिको 2-3टा भिडियोमा चाहिँ म भोज दाइकोमा गएको छु नि त किन भन्दाखेरि बाइकमा प्रब्लम आएको आएछ जुन त्यही एउटै प्रब्लम टिक सो त्यही प्रब्लम आज पनि इस्यु फिक्स गर्नलाई चाहिँ म जाँदैछु किन भन्दाखेरि अब अलि दिनमा 2-4 दिनमा म एक ठाउँ जाँदैछु क्या जुन भिडियोमा हेरिरहनु होला म तपाईँहरूलाई भन्छु कहाँ जानु लाग्यो भनेर सो त्यसैको लागि चाहिँ अब बाइक बनाउन चाहँदैछु अलि लङ रुट टाइपकै सो हेरिरहनु होला होइन अब यहीँ बसेर धेरै गफ नगरौँ अब टक्क लगाएर बाटोमा भेटौँ अनि मेरो 2-4वटा कामहरू पनि छ होइन सो म तपाईँलाई सबै चिज देखाउँछु हेरिरहनु होला है अनि यो भिडियो चाहिँ अगाडि चाहिँ लाइक गरिहाल्नु कमेन्ट गरिहाल्नु सेयर गरिहाल्नु अनि म चाहिँ अहिले टपमा छु क्या टप फ्लोरमा जुन यस्तो देखिन्छ टप फ्लोरबाट हाम्रो चाहिँ सो त्यही हो जाउँ अब सो अलराइट गाइज अब म चाहिँ यहाँ बक्लोरमा एकछिन सानो मेरो काम छ के चिज भन्दाखेरि चाहिँ मैले अस्ति यहाँ चाहिँ यो युनाइटेड अजोड इन्सुरेन्सको दाइ छ नि जुन सुमित दाइ उहाँ दाइलाई चाहिँ मैले अस्ति रिन्यू गरेर ल्याइदिनु भनेर भनेको थिएँ कि बिल युनिकर्नको सो त्यसको लागि चाहिँ गरेर ल्याइदिनु भयो होला म चाहिँ त्यही भएर दाइबाट यहाँ आएको छु सो हेरौँ गर्नुभयो कि नै अझै ल्याउनु आएन माइ गड त्यही लिन आएको म ओके 5 बजी त भ्याउँदैन होला सायद त्यसपछि कति म त्यही भ्याउँदैन होला नि ल ओके ल सो बिलबुक लिन आएको बिलबुक चाहिँ दाइसँगै रहेछ त्यो भएको भएर चाहिँ दाइ चाहिँ आउनु भएन रे 4-5 बजी भन्नुभएको थियो म अब सर्भिसिङलाई कति टाइम लाग्छ ओ भाइ गड हाइलक्सको यस्तो दामी पिकअपको यस्तो दामी लाग्छ यो गाडी यार कति करोड पर्छ होला है आम्मामा अनि यो गाडी देखेर चाहिँ दुर्गा प्रसाईको याद आयो क्या यो गाडी देखेर चाहिँ दुर्गा प्रसाईको पुरा त्यो पुलिसकै माथि झन्दै होइन सो योवाला गाडी चाहिँ मेरो साथीको पनि छ अनि यस्तो दामी लाग्छ कि मलाई त्यही भएर अब एकताले अलिकति हावा पनि चेक गरौँ हावा छैन जस्तो छ
हावा हावा भाइ हावा 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 ए हावा ए हावा 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 छैन जस्तो छ भनेको त कता कता कस्तो हल्लिरहेको थिएँ एकताल हावा हेर त एकताल अनि यहाँनिर चाहिँ मेरो नट रहेनछ यार कहाँबाट के भएको यो अगाडि होइन पछाडि पछाडि A few moments later. ओ रनिन भाइ भर्खर भाइ क्रस भइरहेन सो गाइज तपाईँले एउटा चिज नोटिस गर्नुभयो कि न है म चाहिँ अहिले टिकल जङ्गलमा छु नि त होइन अनि अगाडि हेर्नु त प्याक आम्मामा कस्तो धेरै मान्छे गाडी बाइक थेट आमामा सो तपाईँहरूले एउटा चिज नोटिस गर्नुभयो कि न है कस्तो अहिले चाहिँ टिकल जङ्गलमा क्या है मैले अलिकति अन्दाज अस्ति पनि गरेको थिएँ आज पनि गर्दैछु होइन सो के चिज भन्दाखेरि चाहिँ त्यो अहिले आगो सागो लगाएको नि भएर होला यता साइडमा बाटोहरू खन्दैछ नि त अनि यता आगो लगा हो त्यसले गर्दाखेरि चाहिँ बाटो एकदमै हुन्छ नि खाली के साइडमा एकदमै फराकिलो भास्तो छ अनि मलाई जहाँसम्म लाग्छ है यो खाल्टो खन्या भएर चाहिँ यो साइडमा चाहिँ अब रोड बन्न जस्तो लाग्यो अनि यता जङ्गलमा आगो ला होला होइन कस्तो हुन्छ नि पुरै यो जुन हावा हुन्छ नि एकदमै पोल्युटेड छ कि पुरै आँखा पोलिरहेको थियो कि 2-3 दिन भएन आँखा पोलिरहेको हुन्छ क्या अनि हेर्न पाछा झर्या है सुक्खा भएर होला अब गर्मी महिना सुरु भयो नि त सो अनि अझै एउटा चिज तपाईँले नोटिस ओए रोक भाइ रोक अटो रोक कार रोक सो के छ भन्दाखेरि चाहिँ मैले तपाईँले एउटा चिज नोटिस गर्नु भएको कि न है मैले चलाउँदाखेरि चाहिँ बाइक सुरुमा झिक्दाखेरि है सुरुमा मैले बाइक जब झिक्छु नि बाइक झिक्दाखेरि चाहिँ जहिले पनि मैले नर्मली यतिकै आनन्द 55-60 को आनन्दले यतिको स्पिडमा चाहिँ चलाएर हुन्छ क्या किन भन्दाखेरि चाहिँ झिकेको 8-10 किलोमिटर जति चाहिँ आनन्दले नै चलाउनु पर्छ अरे कि किन भन्दाखेरि चाहिँ अब तपाईँलाई एउटा इक्जाम्पल दिएर सम्झाइदिन्छु है बुझाइदिन्छु तपाईँ जब सुतेर उठ्नुहुन्छ नि राति सुत्नुहुन्छ 7-8 घन्टा अनि झ्याप्पेला उठेर तपाईँलाई दौडाइदियो भने तपाईँको दिमाग खराब हुन्छ कि नै हो दिमाग खराब हुने खुट्टा दुख्ने यहाँ त्यहाँ प्रब्लम आउँछ नि सेम त्यही चिज यसमा नि फलो हुन्छ कि लागु हुन्छ कि होइन तपाईँले सुरुमा उठ्ने बित्तिकै टक्क लाएर कुदेर हो यसरी कुदेर हिँड्नु भयो भने चाहिँ जे पनि हुनसक्छ कि इन्जिन पनि उड्न सक्छ होइन यताउता त्यही भएर जहिले पनि उड्ने बित्तिकै यसलाई मतलब बाइकलाई स्टार्ट गर्दाखेरि जब सुरुमा 7-8 घन्टा जति ग्याप हुन्छ नि या अलि दिन ग्याप हुन्छ नि उड्ने बित्तिकै सुरुमा टक्कलाई तपाईँले यसलाई कोल्ड स्टार्ट गरेर छोड्नुपर्छ क्या कोल्ड स्टार्ट गरेर लगभग 4-5 किलोमिटर 8-10 किलोमिटरै आनन्दले चलाउनुपर्छ किनभने भित्र इन्जिनमा होइन मोबिलहरू पस्नु पऱ्यो नि त तेल पस्नु पऱ्यो नि त अनि बाइकले नै आफ्नो थापाउनु पऱ्यो नि त सो त्यसपछि मात्र अनि तपाईँ आफ्नो हिसाबले अलिकति कुदाउनु सुधाउनु गऱ्यो हुन्छ क्या सुरुमै झिक्ने बित्तिकै चाहिँ नकुदाउनु होला फेरि तपाईँको इन्जिन उड्न सक्छ होइन भित्र प्रब्लमहरू आउन सक्छ त्यो चाहिँ सिम्पल चिज हो जुन जानिरहनु पर्ने चिजहरू तपाईँले नोटिस गर्नु भएको नै मैले भिडियोजहरूमा भनि पनि रहन्छु तपाईँले त्यो चिजहरू चाहिँ फलो गर्नु होला मैले कत्तिको देखेको छु कि बिहान उड्नु पाएन भ्या गरेर हुन्छ क्या हो त्यो चिज चाहिँ गर्नु भएन अनि मेरो चाहिँ पेट्रोल सिद्धे जस्तो छ अलिकति ताने होइन रहेछ सो ठिकै छ अब त्यो एउटा सानो ज्ञान थियो मैले तपाईँलाई दिइहालेँ होइन अब त्यही अब धेरै भयो बाटोमा गफ अब सिधै भजदाइकोमा गएर भेट्नुपर्छ के कस्तो हुन्छ ओ बाइक अझै कराइराखेको रोक्नु म तपाईँहरूलाई थाहा छैन भने नयाँ हुनुहुन्छ म तपाईँलाई देखाइदिन्छु के प्रब्लमले आएको भनेर भोजदाइकोमा बाइकमा काटा ए सुन्नुभयो ए हो यो क्याट कराइराखेको अस्ति नै पनि क्रेम चेन फेरेर गयो त्यही पनि कराइराख्यो त्यट बोल्दै भएन बोल्दै हेत्तेरिका बज चलाउनु नि तपाईँलाई A few moments later. सो भोजदाइले भर्खर चलाएर आउनु भइसक्यो भोजदाइ के भएको के बाइक खालि औँसी पुर्ने लाग्यो त्यही अस्ति योभन्दा अगाडि 2 तालमै सेम यही प्रब्लमले उयो गरेर आएको आमामा फेरि त्यस्तै सो भोजदाइले भर्खर चलाएर आउनु भइसक्यो अब भोजदाइ तपाईँको त अब उमा नि के भन्छ कुरा उठिसक्यो हौ ड्याडीले के भन्छ सर्भिसिङ गर्नलाई अब सोरुम लानु पऱ्यो अरे जब कि सोरुमबाटै आउनु भयो त योभन्दा अगाडि भिडियो पनि भने अन्त हामीले त त्यही पनि के भइरहेको कि यसको अब ट्याक गरेर अब आज लास्ट हो भन्छ अब यो अन्त यसमा नि भएन भने त बाउले अब सोरुम बढाउँछ बाइक अब 8-9 उडिन्छ बाबु 10 जे छ यो पुरो भयो बाइक पुरो हुनसक्छ हुन पनि सक्छ 7 वर्ष त भयो बल्ल सो ठिकै छ अब बाइक चाहिँ बन्दैछ होइन अब टक्राएर अब 2-3 दिनमा हामी कहाँ जानु हो भनेर म तपाईँहरूलाई फेरि भन्छु है तर लास्टमा भन्छु अनि ऊ चाहिँ नयाँ हो होइन
तिम्रो नाम के हो? मेरो नाम उमेश हो। उमेश हो? ल ऊ चाहिँ अब नयाँ आएको छ, पुरानो चाहिँ होली मान्न गएकै भयो। सो ठिकै छ, अब सर्भिसिङ पनि गर्नु थियो आज मेरो, अब सर्भिसिङ पनि गर्ने हो सबै टक्क लगाएर। अब नेक्स्ट ट्रिपको लागि प्रिपरेसन गर्नु पऱ्यो नि त। सो हेरौँ के कस्तो हुन्छ आजको दिन। सो पछाडिको ब्रेक ओइल हालिँदैछ होइन। हावा खेल्ने ठाउँ चाहियो नि त। रातो कलरको खै खतरा हुने यार, त्यो स्ट्रिङ जस्तै छ कि यार, यो त सबैको खोलेर खाइदिउँ यार, पावर आउँछ क्या। फेरि मान्छेले ब्रेक हाने होला फेरि। ल फाइनली भोज्दै पनि आउनु भइसक्यो। के भोज्दै खै? के भन्छ अरे यसलाई? क्रेम चेन एक्जिस्टर हो यो। फेरि चाहिँ हुन्छ खै पुरानो चाहिँ यहाँ रहेछ। ल योगा हो यस्तो हुँदो रहेछ। ल यसले गर्दा क्याट भए हुन्छ भोज्दैले। अब लेट चाहिँ के हुन्छ। अनि हामीले हाल्ने भनेको चाहिँ यहाँ यो सर्बोको यहाँ योवाला हो होइन। अब पहिल्यैबाट यही हाल्दाको पानी होइन। अनि साँच्चै यो अनि यो चाहिँ अब डुप्लिकेट र अनि अलिकति जेन्युन पार्ट हुन्छ। यो चाहिँ हाम्रो जेन्युनवाला है। अनि कति पर्छ त यसको? 640। 640 पर्छ। ल सो यो फेर्ने हो। अनि त्यसपछि हामीले हाल्ने भनेको चाहिँ योवाला हो सर्बोको। अब यहाँनिर चाहिँ गुहरू लेखेको हुन्छ, ग्रेडहरू लेखेको हुन्छ होइन। सो योवाला हो। ल हालिदिउँ झ्याम्म। अनि बाइ द वे कति बजिरहेछ भने 2:33 जाँदैछ अहिले। अब कति टाइम लाग्छ हेरौँ। खोज्दै अल ओके भयो? सब भयो? हावा नहाल्के हावा हाल्दा आएको हो अघि। अब पञ्चर भएको छ क्या। अब यो फेरि यो गर्नु अब ठिकै छ। जोस् बाइक भयो सब ठिक छ? नै म चलाउँदिनँ, अब तपाईँले चलाएपछि भयो। ल ठिक छ। कहाँ त्यहाँनिर हेर्नु के छ हेर्दा हाम्रो हिसाब 1700। ओ माई गड, अस्ति भर्खर 3300 अहिले फेरि 1700 हो क्या। सर्भिसिङ गरेपछि आज होइन। सो धन्यवाद। सो लगाइ अब हाम्रो चाहिँ बिल चाहिँ 1700 भयो नि बज्दै। ल अब चाहिँ अलो के नि, अब त्यस्तो हुँदैन नि। मोय हुन्छ नि फेरि भयो भने त बाउले मलाई अब लहार चाहिँ नि हिँड्नै दिँदैन फेरि। सो अब चाहिँ हुँदैन भने हामीले के फेरेको दाइ त्यो? के क्रेम चेन एक्जस्टर फेरेको अरे। ल ठिक छ। सो ओभरअल सबै चिज भइसक्यो। अब म चाहिँ लागेको। ल बस्दै गएको, बाई बाई। सो लगाइज अब सब बाइक रेडी भइसकेको छ। सो गरेको के भन्दाखेरि चाहिँ यहाँ लिक्विड थिएन, लिक्विड कम थियो, लिक्विड हाल्यो पछाडिको। अनि त्यसपछि अलिकति मिलायो, क्लच भइहाल्यो। अनि मेन चिज त्यो साउन्ड कराउने त्यो अघि बोल्दाले भनेको के एक्जिस्टर भन्छ त्यो फेरेको होइन। अनि त्यसपछि त्यही हो मोटामोटी सर्भिसिङ हो, मोबिल चेन्ज गरेको। सो ठिकै छ। अनि टाइम पनि 3:45 भइसक्यो, भोक लागिसक्यो। अच्छा अब एकताल टेस्टिङ गर्छु अनि अल ओके भइसक्यो घरतिर भाग्छु। सो पहिला टेस्ट गरौँ। यतातिर जाउँ। ठिक छ, बाइक त ठिक छ, त्यस्तो ऊ छैन। तर यो जुन अघि लिभर मिलाएको थियो नि त, यो लिभर चाहिँ अलिक भित्र गएको हो कि जस्तो चाहिँ मलाई लागिरह। यो लिभर चाहिँ अलिक भित्र गएको हो कि जस्तो चाहिँ मलाई लागिरह। सो भनौँ न एकताल के भन्छ भोज्दालाई, कि मलाई लागे पनि हुनसक्छ नि त होइन। सो भोक लागेर चाहिँ अलिकति के भन्छ, भोक लागेर चाहिँ अलिक इनर्जी डाउन भएको छ। सो त्यही हो। सो भिडियो चाहिँ हेर्नु न होला। अनि टक्क लगाएर म तपाईँलाई भनिदिन्छु म चाहिँ कहाँ जान लगेको छु भनेर होइन। अनि यो प्रिपरेसन यस्तै यो तामझाम चाहिँ के को लागि गरेर भनेर तपाईँलाई थाहा भइहाल्छ। एकैछिनमा भनिदिइहाल्छु म। बोज्दै ब्रेक हेर्नै, ब्रेक ब्रेक इ गाह्रो छ नि ब्रेकै लाग्दैन राम्ररी। ब्रेकमा पनि समस्या देखेँ मैले। यहाँ हेर्नु पुरै थिचेर हो, त्यो पनि त्यो रोक्दैन के, चिप्लेर जान्छ के, बल्ल लाग्छ। पम्प भएर हो, पम्प नभएर हो। पुरै थिचेर हो, चिप्ली मात्र राख्यो कि, त्यो छोई मात्र राख्यो कि यसले, त्यही भएर भयो। अनि यो गियर पनि यो गियर हान्ने छ नि, त्यो पनि हल्का यस्तो पछाडि गएको जस्तो भयो। ठिक त होला, तर पछि मिलाउँछु, मिलाउनु मिलिहाल्छ नि है। ल गएँ म।
ल हस् रुको जरा सबर करो सो जे होस् ठिकै छ अब अलिकति पम्प अघि भर्खर लिक्विड सिक्विड के हाल्नु गरे हो नि त पम्प हाने मतलब पम्प हान्नु पर्छ नि त होइन अब त्यो अहिले त्यसले गर्दाखेरि अलिकति लाग्यो होइन होला लागेको छैन अहिले पछि एकछिनमा लाग्छ भन्नुभएको छ भोज दाइले चाहिँ सो लेट्स सी हेरौँ हुन त यो पहिला पनि भयो मेरो यस्तो तर ठिकै छ अब जाउँ अब घरतिर होइन मतलब यो यसमा हावा पनि कम छ अनि मैले त्यो अघि जुन बिल बुक भनेको थिएँ नि त हो त्यो पनि लिनु छ किनभने टाइम भइरहेछ 4 बज्ला छ 4 किनभने 5 बजीतिर आउनु भन्थ्यो नि त सो अहिले चाँडो भएछु अब जाउँ त्यहाँ गएर त्यो पनि रिसिभ गरौँ सो गाइस तपाईँले नोटिस गर्नुभयो होला है म फेरि उतैतिर जाँदैछु है किन भन्दाखेरि पहिला सुरु यतातिर स्पिडतिर हेर्न मिटरतिर यहाँ हेर्न मेरो स्पिड मिटर 00 यस्तो तनाव भनेको यता फेरि टायरले प्रब्लम दिइरह यता फेरि यो स्पिड मिटरले प्रब्लम दिइरह छ्या दिमाग खराब यार हेर्न यहाँनिर 00 भयो कि तनाव भनेको कहाँ आइसी थाहा भयो थाहा गन्द्राङ आइपुगेपछि थाहा भएर ल अब यहाँबाट ल त्यहाँ भनेको ल 5-6 किलोमिटर छ क्या अझै फेरि त्यत्रो फर्केर जानु ए तेरिका झ्याउ झ्याउ यार छ्या झन् चाँडै घर फर्किन पायो अब त्यहाँ 2-3 कामहरू थियो त्यो पनि भ्याउँला भनेको त फेरि यतै फर्किनु पऱ्यो गाह्रो के गर्नु अब बाइकमा प्रब्लम छ त गर्नु परिहाल्यो सो तपाईँलाई मैले भनिदिइहाल्छु है कहाँ जान लाग्यो भनेर सस्पेन्स धेरै क्रिएट नगरौँ सो जान लागेको छ कहाँ भन्दाखेरि चाहिँ म काठमाडौँ जान लागेको छु होइन अनि काठमाडौँ चाहिँ किन भन्दाखेरि मेरो सानो काम छ र भिनाजु पनि काम छ होइन 2-3 दिन बसिन्छ होला 2 दिन जति बसिन्छ होला या 3 दिन पनि बस्न सकिन्छ अब हेरौँ के हुन्छ सो त्यसैको लागि तामझाम यस्तो गरिरहेको थियो भिनाजु र म जाने हो बाइ द वे गाह्रो छ गाह्रो अनि यस्तरी आँखा नहेरिकन रोड काट्छ कस्तो दिमाग खराब गर्छ नि के भएको के अब दाइ के भएको आजै हुनु पऱ्यो फेरि है दिमाग खराब अरू बेला भएको भन्थ्यो नि अब आज यहाँ अब 2-3 दिनमा जानु हो काठमाडौँ यार फेरि यो त्यो फेरि यो टायरमा समस्या फेरि यहाँ छ्या अहिलेसम्म त ठिक थियो कि आउँदाखेरि है चलिरहेको थियो यो पनि यो छुँदा रहेछ है देख्नु भयो नि फेरि यो छुँदा रहेछ यसले यसमा छुँदा रहेछ झ्याल लाग्दा फेरि यसमा फेरि यो उमा छो यार गेर हान्नै मिलेन अब फेरि अब माथि गर्छ अलिकति म उठ्दिनु पर्छ सो गाइज ल अहिले चाहिँ यो फिक्स गर्न त गऱ्यो अलिकति माथि उठे तर पनि इच्छो के यतिको चलेगा अघि त मुनि उमा छोइरहेको थियो कि ट्याक छोइरहेको थियो सो त्यो भएर चाहिँ अलिक झ्याउ भइरहेको थियो अब त्यो पनि फिक्स गऱ्यो होइन 2-4वटा चिज फिक्स गऱ्यो अझै के भयो अनि स्पिड मिटर पनि चलिरहेको छ है अब लेट्स गो गाइज लेट्स ओ माई गड अलिकति बुढा मान्छे जानुहोस् ऊ यता हेर्दै ऊ भइसक्यो बोल्दै यो त ठिक छ यो फेरि स्पिड मिटर फेरि हुन थाल्यो फेरि स्पिड छ होला 40 यहाँ 70 पुगिसक्यो ल म गएँ अहिले गएँ म सो मेरो स्पिडमा चाहिँ अझै पनि समस्या देखिरहेको छ ऊ होइन यो चिज फिक्सै गरेर जाने हो होइन बोल्दा यो फिक्सै गरेर जाने हो यो स्पिड फिक्सै गरेर जाने हो यो स्पिड मिटर के होइन देखाउनु त देखाएको छ तर त्यो 10 को स्पिड दौडेन 50 पुगिसक्यो
हेर्नु त त्यो कहीँ केही तार होला दाइ बिजोक किन कुनै बेला तारले पनि हुन्छ होला नि त त्यस्तो पानी पुपु गर्दा पानी A few moments later. सो लगाइज यो म चाहिँ अहिले यो पानी पसाएर रहेछ अनि टेस्टिङ गर्नलाई चाहिँ म आएको थिएँ जो अहिले चाहिँ ठिक देखेर है सो ल ठिकै छ अब बल्ल भयो जस्तो लाग्यो दिमाग खराब गरेको छ्या अहिले चाहिँ ठिक छ कहीँ साउन्ड त आएन नि च्यान्चुङ मलाई लाग्यो ल ठिकै छ त नि हो यसैबाट सुरु हुने क्या त्यो टाङटुङ गर्नलाई तल त्यहाँ ठिक छ अब ल ठिकै छ ल गयो अब म ल भएन भने पर्सि काठमाडौँ जानुभन्दा अगाडि आउँछु म गएँ ल हजुर ल चलिए हेत्तेरिका सो ओके गाइज ल अब यो सुत्दै गरेर मेरो चाहिँ 3 ताल म यो बाटो घर फर्किन लाग्यो हुन्छ होइन सो अहिलेको टाइममा चाहिँ आई थिङ्क ठिक छ होला अनि अब म चाहिँ घर जाँदैछु टक्क लाएर अनि आई थिङ्क आई हेभ टाइम कि किन भन्दाखेरि म अहिले त्यहाँ रिसिभ गर्नु छ नि त त्यो मेरो बिल बुक 28 भयो 5 बजीसम्म भन्नुभएको थियो हेरौँ ठगै लाग्यो थैट आज त गन्जाङबाट फर्किनु परिरहेन सो गाइज अब यस्तै लामो हुन्छ यो भिडियो सिधै म तपाईँहरूलाई उता उमै गएर भेट्छु त्यो बिल्डुक लिने ठाउँमा है त इफ बाटोमा केही भएन भने त्यस्तो केही इन्ट्रेस्टिङ भएन भने या देखेन भने टिकल जङ्गलमा के भयो यार एकदमै यहाँ भिड होइन एकदम प्याक भइरहेछ के भएछ यता एक्सिडेन्ट पऱ्यो क्या हो टिकल जङ्गलमा एक्सिडेन्ट पऱ्यो क्या हो गाडी एकदम हेर्नै आइ खै के भएछ गाइज के भएछ यो ट्रकले चाहिँ रोकिरहेको छ क्या हो यसको अगाडि के छ केही छैन रहेछ हावा एक्सिडेन्ट पऱ्यो क्या भन्दा त पुरै होइन रहेछ पुरै त्यो जाम भएर चाहिँ यो ट्रक चाहिँ पछाडि ट्रक चाहिँ खै किन रोकिरहेको छ त्यहाँनिर होइन त त्यही हो क्या त्यो हो कि अर्को हावा लिक भयो क्या मतलब कताबाट के सो ओके गाइज ल अब यहाँ चाहिँ के भन्छ ऊ राख्यो होइन यो के अरे के भन्छ यो पङ्चर टाल्नेवाला पङ्चर भएर रहेछ पर्सि जाने भनेको भिनाज र म तान्छ नि होइन त्यही अनुसारले गरौँ ल सो एक दिन अझै टाइम छ जे होस् यहाँ ऊ हालिहाल्यो अब यति हो अब घर गएर भेटौँला होइन सो अलराइट गाइज म चाहिँ घर पुगिसकेको छु होइन अनि अहिले बज्दैछ 5:30 जति भइरहेछ अनि म घर आउने बित्तिकै सुरुमा गरेको काम भनेको फ्रेस भएर टक्क लाएर खाजासाजा खाएँ किनकि यस्तो डेन्जर भोक लागिरहेको थियो नि त होइन सो त्यो भएको भएर चाहिँ आउने बित्तिकै जामजाम लाएर खाजासाजा खाएँ अनि त्यसपछि टक्क एकछिन फ्रेस भएर मतलब एकछिन बसेर अनि तपाईँसँग भेट्दैछु सो आजको दिन चाहिँ एकदमै ह्याटिक टाइपको भयो होइन अनि अब तपाईँलाई मैले भिडियो देखाइहालेँ होला होइन अनि त्यही छ गाइस अब आजको भिडियो अलिकति लामो भयो हेरिदिनु भयो भने थ्याङ्क यू सो मच सो अब अनि प्रिपरेसन भनेको चाहिँ मैले तपाईँलाई भनिहालेँ केकलाई यस्तो तामझाम गरिरहेको है अझै पनि मलाई बाइकमा अझै 19-20 भइरहेछ है सो हेरौँ के हुन्छ अब जान चाहिँ पर्सि जाने भन्ने कुरो छ भिनाजु र म अब हेरौँ के कस्तो हुन्छ अब हेरिरहनु होला अब नेक्स्ट भिडियो पनि काठमाडौँ गएको भिडियो हुन्छ र म तपाईँले भिडियो हेर्ने टाइमसम्म चाहिँ म काठमाडौँ अलरेडी म निस्किसकेको हुन्छ होला होइन सो हेरिरहनु भएको छ भने चाहिँ नेक्स्ट एपिसोड पनि कुर्नु होला अनि के को लागि गएको भनेर त्यो पनि हेर्नु होला होइन सक्दो अब म रेकर्ड चाहिँ गर्छु सबै चिज सो आजको भिडियो धेरै लामो भयो होला अब यसलाई धेरै नलम्बाम अनि आजको दिन ह्याटिक पनि भयो सपोर्ट गरिरहनु भएको छ होइन अब लाइक पनि गरिदिनु होला त्यस्तै गरी सपोर्टमा
सो त्यही छ आजको भिडियो मन पऱ्यो भने फेरि भन्छु लाइक गर्नु कमेन्ट गर्नु सेयर गर्नु होला होइन किनभने तपाईँहरूको सपोर्टले चाहिँ अलिकति इङ्गेज गर्ने काम गर्छ अनि सानो एउटा मिठो कमेन्ट चाहिँ गरिदिनु होला किन आजको दिन होइन कसरी गर्दा तपाईँलाई सबै चिज भनिहालेँ ए अनि बिलबुक चाहिँ मैले त्यहाँ रिसिभ गर्न चाहिँ गएको थिएँ त्यहाँ चाहिँ बिलबुक चाहिँ ऊ भएको रहेछ होइन दाइ ल्याउनु भएको रहेछ अनि बिर्सनु भएर भन्थ्यो सो ठिकै छ अब नेक्स्ट टाइम चाहिँ अब भेटेको बेला चाहिँ म त्यो रिसिभ गरेर तपाईँहरूले देखाउँछु के कति कसरी यताउता प्रोसेसहरू पनि भनिदिन्छु सो त्यही हो आजको भिडियो बाई सी नेक्स्ट भिडियो बाई